सम्पूर्ण रोल्पाली छिमेकी गाउँले बासिन्दाहरूले म अनुरोध गर्न चाहन्छु। अहिले गाउँघरमा बाघ र स्यालले पाइला टेक्ने आगमन भएको छ। त्यसैले तपाईँको घरको कुखुरा, भाले, बाख्रा, बोकाहरूले सुरक्षित राख्नुहोला। तपाईँ पनि सचेत हुनुहोला। अर्थात् तपाईँको घरको छोरा, छोरी, बुहारीलाई सचेत बनाउनुहोला। तपाईँ पनि सुरक्षित हुनुहोला। तपाईँले पनि सचेत तरिकाले अगाडि केही उपायहरू अपनाउनु होला, हैन? अहिले चुनावको माहौल हो, त्यसैले नेताहरूले झुटो आश्वासन देखाउँछन् अनि त्यतिमा हामी भोट हालिदिन्छौँ, गर्ने केही हैनन्। तपाईहरू म यति भन्छु, 50 केजी चामल, 1 पेटी तेल 2500 देखि 5000 रुपियाँमा नबिक्नु होला। तपाईँको भोट त्यति सस्तो पनि छैन। तपाईँले एउटा सक्षम व्यक्ति, इमान्दार सक्षम व्यक्ति छान्न पर्ने हुन्छ, हैन? पुरानोले धेरै हेर्यौँ हामी, पुरानोले धेरै हेर्यौँ। अब भनेको नयाँ पुस्ताले हेर्ने हो क्या। अब नयाँ उम्मेदवारले हेर्ने हामी भनेको। एकचोटि नयाँ उम्मेदवारले चान्स दिदिएमा कसै केही बिग्रिन्न क्या। पुरानोले कतिचोटि दिएँ। अब सोच्नुहोस्, म यो पुऱ्याउँछु, ऊ पुऱ्याउँछु भनेर झुटो आश्वासन देखाउने, अनि त्यही 5 वर्षपछि फेरि त्यही अनुहार, त्यही घिनलाग्दो अनुहार ब्वाँसोहरूले गाउँघरमा देखाउँदै अनि चुनावको पहल गर्दै हिँड्ने। अब सोच्नुहोस् न, कस्तो खालको नेता हुन्। अनि अर्को कुरा, जस्तै फागुन 21 गते निर्वाचन चुनावमा जो पनि लड्दै हुनुहुन्छ, उठ्दै हुनुहुन्छ, हैन? रोल्पाबाट चाहे 1 नम्बर वडा होस्, चाहे 2 नम्बर होस्, चाहे 3 नम्बरदेखि 10 नम्बर वडा होस् क्या, हैन? 3 नम्बरदेखि 10 नम्बर वडा होस्, इक्जाम्पल उदाहरणको लागि है। जस्तै 1 नम्बरको वडाबाट कोही मान्छे कुनै पार्टीमा उठ्छ भने 1 नम्बरको वडाको बासिन्दाहरूले मात्र चुनावमा भोट हाल्नुहोस्। 2 नम्बरबाट उठ्छ भने 2 नम्बरको बासिन्दाले मात्र हाल्नुहोस्, हैन? त्यसै गरी 3 देखि 4 देखि 5 देखि कोही उठेको छ भने 5 नम्बरको वडामा बस्ने बासिन्दालाई मात्र चुनावमा नेताहरूले भोट हालिदिनुहोस् क्या। अन्य बाहिरको वडामा बस्ने बासिन्दाहरू गएर नेताहरूले भोट हालेर बिगार्ने काम नगर्नुहोस्, हैन? अनि त्यो गर्यो भने नेताहरूको पट्टा साफ हुन्छ। कसै नेताले जित्दैनन्, कुनै वडाको नेताले जित्दैनन् क्या। त्यही भएर नेताहरू उट्टान पार्ने आइडिया भनेको यही हो। अन्य वडाको मान्छे बासिन्दाहरू आएर अर्को वडाको नेताले भोट हाल्ने होइन। नेताहरू उट्टान पार्नु छ भने यो प्रक्रिया, यो तरिकाले अगाडि बढ्नु पर्यो क्या। रोल्पाली जनताहरू कति सोझो, कति इमान्दार भएर बस्नु त। आफै सोच्नुहोस्, आजसम्म रोल्पामा केही राम्रो विकास भएको केही रेकर्ड छ? छैन। रोल्पा नाम चिनिन्छ जनयुद्ध भनेर, अनि क्रान्तिकारी भनेर, अनि माओवादी भनेर चिनिन्छ। अरू के भनेर चिनिन्छ? चिन्निन्न। रोल्पा अरू विकासको लागि अगाडि छैन, जनयुद्धको लागि अगाडि छ रोल्पाको नाम। अनि आफै सोच्नुहोस् न, तपाईँहरू यति भन्छु म, हैन? जो पार्टी आए पनि त्यस्तै हो। आश देखाउँछन्, भोट जित्छन्, सहरतिर भाग्छन्, अनि गाउँघरको के अवस्था छ, कुन व्यवस्थापन कमी भएको छ, त्यो थाहा पाउँदैनन्। अनि चुनाव जित्यो भने आफ्नो वडा नम्बरमा मात्र हेर्छन् क्या। आफ्नो वडा नम्बर मात्रै जति पनि बजेट हुन्छ पारेको पारी गर्छन्। अर्को वडाको मान्छेले सम्झिन्नन्। अनि त्यो बेला उनले यो सोच्ने क्षमता पनि, क्यापेसिटी पनि हुन्न क्या। मलाई यो वडा नम्बरको मान्छे आएर भोट दिएको थियो, अन्य वडाले पनि मलाई भोट दिएर विजेता गराउनु भएको भन्ने उनीहरूको क्यापेसिटीले धान्दैन। म मेरै वडाको बासिन्दाहरूले मात्रै दिएको भोटले जिताएको हो, म विजेता भएको भन्छन्। अनि त्यसपछि त जान्छन् सहरतिर। आफ्नो वडाको मान्छेहरूले मात्रै हेर्ने हो, बाहिरको वडाले हेर्दैनन्। त्यही भएर सचेत हुन जरुरी छ। सम्पूर्ण रोल्पाली जनता हो, सचेत हुन जरुरी छ। नयाँले एकचोटि चान्स दिउँ, पुरानोले भारमा सुकाइदिउँ। अब त्यही नै हो मेरो माग।